लाल सलाम छ है। सम्पूर्ण देश तथा विदेशमा छरिएर बस्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी, बुवा आमा सबैलाई 2082 सालको शुभकामना छ। के गर्ने अब देश यस्तै छ। भ्रष्टाचार, तस्करले ध्वस्त पारिएको देशमा बस्नु परेको छ। हामीलाई कतिपय युवाहरू युवतीहरू आफ्नै घरको पीडाले गर्दा विदेशिनु परेको छ। विदेशमा गएर पनि यी दलालहरूलाई पाल्नु परेको छ होइन। रेमिट्यान्सले यी दलालहरूलाई पाल्नु परेको छ। यिनीहरूलाई देशका युवाहरूको चिन्ता छैन। दिनहुँ अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ 4-5 लास आइरहेको छ। राज्यलाई त्यसको वास्ता छैन। अहिले गर्दा गर्दा झन् हाम्रा दिदीबहिनीहरूलाई पनि विदेशी पठाइरहेका छन्। कुनै रोक छैन, कुनै टोक छैन। आफ्नै देशमा हाम्रा चेलीहरूले, हाम्रा नारीहरूले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छैन। झन् दिनहुँ पठाइरहेको छ। यिनका चिल्ला गाडीमा तेल हाल्नलाई, यिनका घर यिनले प्रसार गर्नलाई, यिनले महँगा होटलमा खाना खानको लागि आज नयाँ वर्ष कतिले मासु खाएर रमाइरहेका छन् भने कसैको आमा विदेशमा छ, कसैको बुवा विदेशमा छ, छोरा छोरी घरमा रोइरहेका छन्। यो राज्यले कुनै वास्ता गरिएको छैन होइन। राज्यले वास्ता छ त मात्र रेमिट्यान्सले पैसा आउँछ। हामीहरू चाहिँ महँगा होटलमा गएर खाने, प्रसार गर्ने, कति सुनकाण्डमा मुछिने, कहिले व्हाइटबडी काण्डमा मुछिने, कहिले ललित जग्गा प्रकरणमा मुछिने होइन। के गर्ने, दुःख पीडा यस्तै छ। हामी जनता फेरि भेटै छौँ। अब यिनलाई नै पटक भोट दिन्छौँ होइन। यिनलाई नै फेरि 5 वर्षलाई पठाउँछौँ। 5 वर्ष ढुक्क भएर जाउँ भने हामी ग्यारेन्टी गरेर पठाउँछौँ। हामी जनता भेटै हौँ। चुनाव आयो भने हामी पछि दगुर्छौँ होइन। यिनलाई यिनका झन्डा बोक्छौँ, यिनका पछाडि दौडिन्छौँ, यिनले हौसला दिन्छौँ। अनत्र यिनी भोट दिएर गयो भने, यिनी सत्तामा पुग्यो भने, कुर्सीमा बस्यो भने हामीलाई फर्केर हेर्दैनन्। हामी विदेशीको परेको छ, बाध्यता छ। यिनले कुनै नीति ल्याउँदैनन्, यिनले कुनै योजना ल्याउँदैनन्। किसानलाई कस्तो खालको नीति ल्याइदिएर किसानलाई फाइदा हुन्छ भन्ने होइन, त्यस्तो कुनै नीति नै छैन। यिनको भिजनै छैन। अनि कहाँबाट ल्याउनु त? भिजन भयो पो ल्याउनु त। त्यही भएर आशा राखौँ 2082 सालले केही देशमा केही प्रगति गरोस्।
विदेशी नपरोस्, आफ्नै देशमा केही गरौँ, केही रमाउँ खाउँ भन्ने सोच रहोस् र राज्यले पनि त्यस्ता खाले विकासहरू किसानलाई एक घर एक रोजगार सिर्जना गरोस् भन्ने शुभकामना दिँदै बिदा हुन्छु। हस्त क्रान्तिकारी लाल सलाम न्यानो अभिवादन।